नमस्कार। उत्तम बिजनेस आइडियामा हजुरलाई स्वागत छ। आज हामीले जुन म्याट्रेस, कालो म्याट्रेस फोमको बनाउने कसरी भन्ने बारेमा केही जानकारी गराउन गइरहेका छौँ। नेपालमा लगभग 8-10 ठाउँ तपाईँको यो फोमको व्यवसाय छ। काठमाडौँको दहचोकमा पनि छ भने विराटनगर, वीरगञ्ज अनि भैरवा हरेक ठाउँमा तपाईँको फोमको यो कारखानाहरू धेरै ठाउँमा हामीले देखेका छौँ। यदि तपाईँले यो कारखाना गर्न चाहनुहुन्छ भने यसको लागि 8-10 लाख रुपियाँ लगानी गरेर मजाले यो व्यवसाय गर्न सक्नुहुनेछ र सानो लगानीले पनि गर्न सक्छ। तर सानो लगानीले गर्दाखेरि उत्पादन कम हुन्छ। यसलाई उत्पादन धेरै लगाउनु छ भने, बनाउनु छ भने तपाईँले 8-10 लाखको लगानी अवश्य गर्नुपर्ने हुन्छ। यसमा केमिकलहरू 3-4 थरी केमिकल हुन्छन्। यो केमिकलहरू राखिसकेपछि तपाईँले यो फोमिङ आफै तपाईँको भुक्क भएर आउँछ अनि त्यसलाई लगेर मेसिनमा लगेर मजाले तपाईँको छाटकाट गरिन्छ। छाटकाट गरिसकेपछि अनि कुन साइजमा कति एमएमको निकाल्ने, एमएम हुन्छ यसमा, मोटो अब कति एमएमको निकाल्नुहुन्छ त्यही अनुसारको एमएमको यसलाई कटिङ गरेर रोलिङमै निकालिन्छ अनि गएर बजारमा त्यसलाई रोल गरेर पठाइन्छ। यदि तपाईँ यो व्यवसाय गर्नुभयो भने एकदम राम्रो फाइदा छ। यसको लागि राम्रोसँग तपाईँको बजारको लागि दुःख छैन। यसमा तपाईँको जाडोमा पनि घाम ताप्नका लागि मजाले सिट प्रयोग गरिन्छ। हस्पिटलहरूमा तपाईँ चिसो सिमेन्टहरूमा तपाईँले बस्नुभन्दा यो प्रयोग गरिन्छ। घरहरूमा ठाउँमा तपाईँको प्रयोग गरिएको हुन्छ। म्याट्रेस भनेको जहाँ पनि तपाईँको अहिले प्रयोगमा आइरहेको छ। कुनैले त तपाईँको डसनाको रूपमा पनि यसलाई काम गरेको देखिन्छ। यदि तपाईँ यो व्यवसाय गर्नु भने राम्रो फाइदा छ। पहिला तपाईँको यसको त्यति चलन थिएन, अहिले धेरै चलन आइसकेको छ। प्रायः गरेर यो ब्ल्याक म्याट्रेस लेकको नामले चिनिन्छ। अनि यदि तपाईँ यो ब्ल्याक फोम युज गरेर तपाईँले यो व्यवसाय गर्नु भने अति राम्रो छ। सानो लगानीले पनि गर्न सक्नुहुन्छ, 2-3 लाख रुपियाँको लगानीले पनि। तर यसमा उत्पादन कम हुन्छ। यसमा तपाईँको खासै मेसिनको उसमा पैसा पर्ने हो। अलिकति मेसिनहरू तपाईँले त्यही अनुसारको मेसिन कम गर्नुभयो भने तपाईँले कम लगानी अनि यो व्यवसाय गर्न सक्नुहुन्छ। तर हाम्रो सुझाव के छ भने तपाईँले 8-10 लाख रुपियाँ घटी तपाईँ यो व्यवसाय गर्नलाई अलिक गाह्रै पर्छ। त्योभन्दा माथिकै बजेट लिएर आउनुपर्ने हुन्छ। किनकि तपाईँको यसलाई कटिङ गर्ने मेसिन चाहियो, तपाईँको यो फोमिङ गर्ने मेसिन चाहियो, अनि त्यसपछि गएर केमिकलहरू चाहियो, यसलाई एरिया चाहियो। यसको लागि ठुलो एरिया चाहिन्छ। यसको गोदाम बनाउन पर्ने हुन्छ। गोदाम कारखाना बनाउँदाखेरि अलि सहरको उसबाट अलि पर लानुपर्ने हुन्छ। त्यस कारण तपाईँले यसलाई अलि लगानीको हिसाबले 8-10 लाख रुपियाँ लगानी गरेर मजाले यो व्यवसाय गर्न चाहनुहुन्छ भने अति राम्रो व्यवसाय छ। फाइदा भन्नुहुन्छ भने 30-40% कहीँ जाँदैन। प्रायः गरेर कपडा पसलहरूमा अनि गएर भाँडा पसलहरूमा हरेक ठाउँमा तपाईँको यो माग हुन्छ होलसेलको रूपमा। अनि तपाईँले वहाँ रोल पठाइदिने हो। अनि त्यो रोललाई तपाईँले अनि कति एमएमको छ त्यो अनुसारको एमएम साइज अनुसार तपाईँलाई अर्डर हुन्छ। त्यही अनुसार तपाईँले सेल गर्न सक्नुहुनेछ। एकदम राम्रो छ। तपाईँ गर्न चाहनु भने फाइदाको व्यवसाय हो यो। थोरै केमिकल हाल्ने, भक्क भुक्केर आउँछ, फुल्लेर आउँछ। अनि त्यसलाई तपाईँले साइजमा काटछाट गरेर अनि साइज मिलाएर मजाले व्यवसाय गर्न सक्नुहुनेछ। यो व्यवसायमा त्यति सबैलाई थाहा नभएको हुनाले नेपालमा त्यति उद्योगहरू खुलेका छैनन्। यदि तपाईँ गर्न चाहनु भने राम्रो छ है। यदि तपाईँले गर्न चाहनुभयो भने यो व्यवसाय गर्न चाहनु उत्तम इन्टरनेसनल प्रणाली कोटेश्वर काठमाडौँमा आएर यसको बारेमा केही जानकारी लिन सक्नुहुनेछ। मेसिन चाहियो, तालिम चाहियो भने हामी सम्बन्धित जुन मेसिन बेच्ने कम्पनीसँग तपाईँलाई तालिमको व्यवस्था गरिदिनेछौँ, केमिकलको व्यवस्था गरिदिनेछौँ। तपाईँले यसको बारेमा पुरै नलेज उपलब्ध गराउने प्रयास गर्नेछौँ। राम्रो फाइदा छ। हाम्रो यो काठमाडौँको चन्द्रगिरी नगरपालिका दहचोकमा पनि यो फोमको कारखाना हामीले देखेका छौँ। यदि तपाईँ त्यहाँ पनि गएर राम्रोसँग बुझ्न सक्नुहुनेछ। र विराटनगर, वीरगञ्ज, भैरवा हरेक ठाउँमा तपाईँको यसको कारखाना छ। तपाईँले यदि गर्न चाहनुभयो, बुझ्न चाहनुभयो त्यहाँ गएर बुझ्न सक्नुहुनेछ। र तपाईँलाई यस सम्बन्धी अरू पनि थप जानकारी चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हेर्दै गर्नुहोस्। तपाईँले यसरी तपाईँ काटछाट गर्नुपर्ने हुन्छ। काटछाट गरिसकेपछि साइज मिलाएर कटिङ गर्ने, कटिङ गरेर बजारमा पठाउने हो। यदि गाह्रो छैन, सजिलो काम छ। लेबरहरू 2-4 जना राख्नुपर्ने हुन्छ यसमा 2-4 जना लेबरहरू। अनि गएर यो गोदाम कारखानाको लागि तपाईँको अलिकति स्पेस धेरै चाहिने हुन्छ। अरू त सबै त्यही हो। तपाईँले अरू कारखानाभन्दा यो खेर नजाने अनि तपाईँको कहिले पनि घाटा नहुने व्यवसाय यो फोम व्यवसाय, म्याट्रेस, ब्ल्याक म्याट्रेस, कालो फोमको बारेमा यही हो तपाईँलाई जानकारी। यदि गर्न चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुनेछ। अरू हाम्रा विभिन्न किसिमका बिजनेस आइडियाहरू तपाईँले भिडियो हेर्नुहोला। त्यहाँ पनि तपाईँले अरू व्यवसायको बारेमा हामीले नलेज दिएका छौँ। यदि तपाईँलाई कुन व्यवसाय गर्न चाहनुहुन्छ त्यही व्यवसायको सम्बन्धित
कम्पनीमा सम्बन्धित मेसिनरीमा सम्बन्धित केमिकल जसले दिनुहुन्छ उहाँको कन्ट्याक्ट नम्बर हामीले उपलब्ध गराइदिएर तपाईँ राम्रोसँग बुझ्न सक्नुहुनेछ। होइन तपाईँले आफै ल्याइदिनुहुन्छ भन्नुहुन्छ भने हामीले तपाईँलाई यो मेसिनदेखि लिएर केमिकलदेखि सबै उपलब्ध गराइदिनेछौँ। तालिम पनि सम्बन्धित कम्पनीबाट आएर तपाईँलाई पुरा तालिम दिएर तपाईँको कारखाना सञ्चालन गरिदिएर जानुहुनेछ। यदि यो व्यवसाय गर्न चाहनुहुन्छ भने आउनुहोस्, हातेमालो गर्नुहोस्, राम्रो छ, फाइदा एकदम राम्रो छ। जाडोको टाइममा अझ धेरै जान्छ यो, अरू बेलाभन्दा जाडोको टाइममा धेरै यो व्यापार हुने व्यवसाय हो। हुन त अरू बेला पनि यो म्याट्रेस जहिले पनि चल्छ, तर यो जाडोको बेलामा धेरै चल्ने व्यवसाय मानिन्छ। अनि यदि हिसाब गर्ने भने 30 देखि 40% मजाको फाइदाको व्यवसाय मानिन्छ सबै कटाएर। मेन यसको तपाईँको महँगो पर्ने भनेको मेसिनहरूको लागि मात्र हो। खासै केमिकल पनि तपाईँको एक स्टक गर्न सक्नुहुन्छ। तपाईँको स्टक गर्दा ड्रमका ड्रम ल्याएर तपाईँ राख्नुपर्ने हुन्छ, अनि बोराका बोरा राख्नुपर्ने हुन्छ। छुट्टा तपाईँ खुल्ला पाउनुहुन्न, थोत्तरी पाउनुहुन्न। त्यसकारण तपाईँले यसको लगानी भन्नुहुन्छ भने ठिकै हुनेले मात्र तपाईँले यो व्यवसाय गर्न सक्नुहुनेछ। र बजारबाट अलिकति, सहरबाट अलिकति टाढा राख्नुपर्ने हुन्छ। मजाको फाइदाको व्यवसाय यो पनि हो है। यसरी मजाले हेर्नुहोस् त कसरी टक्क लाएर रोलिङ गरेर टक्क उता काट्दैछ, यता रोलिङ गर्दैछ टक्क लाएर। अनि यसलाई तपाईँले यो कति एमएम गर्ने भन्ने कुरो त्यहाँ कटरले काटिदिन्छ। तपाईँ एडजस्ट गर्नुपर्ने हुन्छ। एडजस्ट गरिसकेपछि त्यही अनुसारको पातलो छिल्का बनाएर उसले अब कति एमएमको त्यही अनुसारको 8 mm, 12 mm, 16 mm, अब 18 mm कति एमएमको काट्नुहुन्छ त्यो एमएम अनुसार तपाईँलाई कति बाक्लो चाहियो, होइन। अब इन्च भन्नु, हाफ इन्च, 1 इन्च, अब कतिको उसमा राख्नुहुन्छ त्यही अनुसार तपाईँले ट्याक्क यसरी काटेर रोलिङ गरेर मजाले तपाईँले अब बजारमा पठाउन योग्य भइसक्यो। अब यसलाई तपाईँले अरू केही गर्ने पर्दैन। यसलाई प्लास्टिक बाहिरबाट लगाइदिने अनि बेरिदिने, अनि गएर अनि कति उसको छ मिटरको छ त्यो मिटर तपाईँलाई कम्प्युटराइज पनि हुन्छ। अनि होइन तपाईँले नापेर पनि तपाईँले यसलाई गर्न सक्नुहुनेछ। यसरी तपाईँले मिटरको हिसाबले पनि पठाउन सक्नुहुन्छ। 1 मिटरमा यति रोल, यो रोलमा यति मिटर छ भन्ने कुरो ट्याक्क तपाईँलाई थाहा हुन्छ। त्यो थाहा भइसकेपछि अनि बजारमा मजाले पठाउन सक्नुहुनेछ। एकदम राम्रो व्यवसाय हो यो। तपाईँ लुकेको व्यवसाय, कसैलाई सबैलाई थाहा नहुन सक्छ। यसमा राम्रो फाइदा छ तपाईँको। अब यसमा तपाईँको घाटाको त कुरै छैन। यसलाई चट्ट लाएर अब हरेक ठाउँमा युज हुन्छ। तपाईँको ब्यागहरूमा युज हुन्छ, जकेटहरूमा युज हुन्छ,